Namaste parents, this is Dr. Deepa, your pediatrician. आज ओपीडी र वार्डको कुरा भन्दा पनि एउटा अवेरनेस भिडियो बनाउन गइरहेको छु। हामीलाई थाहा नै छ अहिले यो इन्डिया वेस्ट बेङ्गलमा चाहिँ रिसेन्टली 5 केसेस हेभ बिन रिपोर्टेड अगेन्स्ट निपा भाइरस है त। अब त्यही भएर हामी नेपाल सिन्स वी आर इन अ हाई अलर्ट जोन, हाम्रो यो बोर्डर ओपन छ हैन, त्यही भएर हामी एकदम हाई अलर्ट जोनमा छौँ। सो हामीहरू सबैजना अहिले प्यानिक नभएर हामीहरूले चाहिँ यसको बारेमा अवेरनेस फैलाउन जरुरी छ। अब निपा भाइरस भनेको चाहिँ के हो भन्दा यो चाहिँ जुनोटिक डिजिज अर्थात् एनिमलहरूबाट सर्ने एउटा चमेरोबाट सर्ने हुन्छ। चमेरोले चाहिँ त्यो फ्रुट्सहरू खाएर त्यही फ्रुट हामीले कन्ज्युम गर्यो भनेदेखि सर्यो। अर्को सुँगुरबाट चाँडै सर्ने देखिरहेछ र अर्को चाहिँ पर्सन टु पर्सन है त। यदि एकजनालाई भएको छ भनेदेखि अर्को पर्सन चाहिँ क्लोज कन्ट्याक्टमा हुँदाखेरि पनि सर्ने देखिरहेको छ। लाइक एनी अदर फ्लू यसको सिम्पटम्स भनेको त्यही फिभर, हेडेक, भमिटिङ, डायरिया हैन। सिभियर हुँदाखेरि चाहिँ सास फेर्न गाह्रो हुने, अनि कोही कोही बेहोसै हुने, मिर्गीहरू आउने र इन्केफलाइटिस र लास्टमा कोमा हुने। यसको चाहिँ मृत्युदर एकदम हाई छ। लाइक 100 जनामा भएको छ भनेदेखि 70% जतिको चाहिँ मृत्यु रेट छ। सो कोरोना जति यो ऱ्यापिड त फैलिँदैन, तर कोरोना भन्दा पनि एकदम हाई रिस्क छ, एकदम मोर्टालिटी चाहिँ हाई छ। त्यसैले पनि हामी अवेर हुन एकदम जरुरी छ। अहिलेको टाइम भनेको प्यानिक हुने होइन कि हामीले अब प्रिकसन लिने। अब प्रिकसन कसरी लिने भन्दाखेरि हामीले जुन बजारबाट इन्डियाबाटै आइरहेको हुन्छ यहाँ त फ्रुट्सहरू, जुन बजारबाट ल्याएको तरकारीहरू फ्रुट्सहरू हुन्छ त्यसलाई एकदम मजाले धुनु पर्यो, अनि फुल मजाले कुक गरेर मात्रै खुवाउनु पर्यो। ह्यान्ड हाइजिन मेन्टेन गर्नु पर्यो, मास्क लगाउनु पर्यो, बच्चाहरूलाई पनि अरू रुगा खोकिलाको मान्छेहरूबाट एकदम जोगाउनु पर्यो। त्यसरी चाहिँ हामीले प्रिकसन गर्न सकिन्छ। अहिले कुनै पनि ट्रिटमेन्ट आइसकेको छैन, न कुनै भ्याक्सिन आएको छ। सो अहिलेको टाइम भनेको हामी प्यानिक हुने होइन कि हामीले चाहिँ अवेरनेस फैलाउन जरुरी छ। ल प्रिकसन लिन एकदम आवश्यक छ। थ्याङ्क यू।